गाइस काका फेरि आज यता अब हामी कहाँ जाँदैछौँ त यहाँदेखि सिधा पारीपट्टि हेर काका रुममा बसेर एकदमै बोर भयो त्यसैले आज एकदम खतरा ठाउँमा जाँदैछ त्यो पनि पुलमा चढेर एकथि तपाईहरुलाई काकासँग संगत गर्नु छ काकासँग घुम्नु छ भने कमेन्टमा गएर मेन्सन गर्नु होला म तपाईहरुलाई त्यहाँदेखि कन्ट्याक्ट गरेर लिनेछु रुममा सुतेर बस्नु भन्दा बरु काकासँग घुमौ कति मजा रमाइलो जिन्दगी जे छ रमाइलो 2 दिन बाँचिन्जेलसम्मलाई हाँस खेल माया भन्ने खालको गीत सम्पूर्ण मेरो दाजुभाइलाई फेरि पनि सुन्नु होला भन्न चाहन्छु कि हामी यस्तो ठाउँतिर पनि बेला मौकामा घुमिन्छ गाइस यु क्यान सी हियर अब यतापट्टि पनि हेर्नु होला यो कहाँ हो अब काका कहाँ पुग्यो भनेर भन्यो भने गफ हुन्छ होला भिडियोमा हेरेर रमाइलो मजा लिनु होला अनि यसो नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरेर काकाको हौसला अलिकति बढाइदिनु होला भन्न चाहन्छु अब हामी यहाँदेखि पारीपट्टि जानेछौँ तर कहाँ जानेछौँ भन्ने कुरा चाहिँ काकालाई पनि थाहा छैन है अब हामी जान्छौँ तर के छ त ट्याक्सीमा चढ्ने रुमतिर फेरि सुई गइन्छ अब यस्तै छ हैन अब परदेशमा त्यही हो 6 दिन मरी काम गर्यो एक दिन चाहिँ यसरी घुम्नु पाइन्छ दिमागलाई फ्रेस बनाउनु पर्यो घुम्नु पर्यो स्वाटै हैन रुममा सुतेर भुँडी फुलाएर नबस्नु होला है साथीहरु अब सोल्डिनी भेट्नु जाउँ भने सोल्डिनी उता नेपालतिरै छ गाइस अब कहाँ भेट्नु जानु हैन त्यसैले अब काका यता एक्लै घुम्छ स्वाटै हेर उकाली चढौला ओराली झरौला सात भन्जिङ काटे पनि काटौला तिम्रै माया हो भने जानै दिदिउँला ओहो कस्तो लाग्यो काकाको स्वर पनि गायक हुने खालको तर अब कलाकार भइएन हल्लकार भइयो क्या हल्लकार भएर चाहिँ हामी यता कहाँ खाडीतिर अब हल्लकार जति नै हो खाडीतिर आउने स्वाटै अब हामीले गर्नु त केही छैन गर्नु त केही सकिँदैन त्यही पनि चाहिँ हामीले केही न केही गरौँ अनि फेमिलीलाई सपोर्ट गरौँ फेमिली पालौँ भन्ने आशामै हामी सबैजना परदेशमा काम गरेर बसिरहेछौँ अब हाम्रो देशको त त्यस्तै छ स्थिति वातावरण पुरै नगरौँ हैन त्यही पनि चाहिँ हामीले कहीँ केही बनाउनु सकिन्छ कि भनेर बल चाहिँ हामी पनि गर्नुपर्छ अवश्य कसरी हुन्छ सोचेर बुझेर हामी अगाडि बढ्नुपर्छ भन्ने धारणा काकाको छ अब तपाईहरुको धारणा के कस्तो छ कमेन्टमा गएर राख्नु सक्नुहुन्छ काकाले जानेको बुझेको त शेयर गरि नै रहेछ तपाईहरुले मेरो भिडियो हेर्नु सक्नुहुन्छ यसो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्दैन होला अघि पनि भनिसके काकाको हौसलाको लागि अनि बेल आइकन पनि थिच्नु होला किनकि अर्को भिडियो तपाईहरुकै लागि आउनेछ बनाउने छु यसरी काका छुट्टीको दिन कहाँ न कहाँ गएकै हुन्छ त्यसैले भिडियो बनाएर तपाईहरुको मोबाइलमा दिने काम गरेकै हुन्छ भन्दै फेरि हामी अर्को भिडियोमा भेट्ने आशा गर्दै सेवारो नमस्ते।